हेलो गाइस, फाइनली आज चाहिँ म चाहिँ यहाँ कति वर्षपछि चाहिँ यो हाम्रो यो खाली गर्ने गरोसर कम्पनीमा के पुरानो कम्पनीमा चाहिँ होइन आज आपत पर्यो भनेर चाहिँ दाइले बोलाएर आज यो गाडी चलाउन आएको छु होइन। अब म चाहिँ दरबाङ जाँदैछु है गाइस, कस्तो हुन्छ हेरौँ है त। अब यहाँ गाडी चाहिँ यहीँ छ होइन, यो त अब फर्स्ट टाइम हो होइन, ढोकाउनु पऱ्यो नि त होइन, ढोका नि त्यति खुल्दो रहेछ है। अब हेरौँ कस्तो हुन्छ, म्याचहरू कति अल्गो गाडी गाडी अब कसले चलाउँथ्यो के हो होइन, केही थाहा छैन है। चाबी यहीँ रहेछ है, चाबी चाहिँ अन गरौँ, गाडी न्युट्रल गरौँ होइन, ब्याट्री डाउन रहेछ। ए हावा कम रहेछ है। त्यही हो गाइस, हेरौँ कस्तो हुन्छ दरबाङसम्मको यात्रा। गाइस फाइनली यहाँ लोड भयो है गाडी चाहिँ। अब हाम्रो गाडी चाहिँ लोड भएको छ होइन। अब काजीले चलाएको गाडी जम्मै भाले गाडी हुन्छ, त्यहाँनिर राखौँ है। गाडी सानो भए पनि भाले गाडी नै हो। यो चाहिँ दरबाङ पुऱ्याउँदैछु होइन। यहाँ मेरो भाइहरू पनि छन्, कस्तो हुन्छ हेरौँ। अरू गाडीहरू पनि छ, अलिक पछि आउँछ यिनीहरू चाहिँ होइन। फर्स्ट टाइम म चाहिँ अब लोड गरेर अब तयारी गर्छु है। हेरौँ बाटोमा कस्तो हुन्छ होइन, हेर्दै जाउँ न गाइस है। बाटो कस्तो छ, सबैले डेन्जर भन्छन्। अब म चाहिँ फर्स्ट टाइम जाँदैछु। भालेगाजीलाई जस्तै डेन्जर बाटो भए पनि इजी लाग्छ अरे, त्यही पनि हेरौँ कस्तो हुन्छ है। ल गाइस अब म चाहिँ लागेको है। ल गाइसहरू म चाहिँ लागेँ है। फाइनली म चाहिँ हाइवेमा आइपुगेँ।
त्यस्तै हो धेरैजनाले चलाएछ गाह्रो एक पनि गाह्रो गरिरहेको छ सानो बाटामा गाडीले तानेन भने त गयो त है ठिक छ बाटो हेरौँला नि त पहिला यहीँबाट अनि टाढो खसेको उँधो अन्त पुनः च्याप्नु पर्छ बर्खाको बाटो अलिकति भरुन्न क्या फर्स्ट गइदिन्छ क्या पहिला हाम्रो दाइहरूको पाला 4 चक्के आइजर आउनु त गाह्रो थियो अहिले त यो त धेरै राम्रो हो नि ल गाइस फाइनली म चाहिँ यहाँ दरबाङ आइपुगेँ हैन दरबाङमा आएर चाहिँ हाम्रो यो नमस्ते होटलमा चाहिँ खाना खाँदैछु है नमस्ते होटलमा चाहिँ यहाँ खाना खाँदैछु है ल गाइस म चाहिँ खाना खाएर हिँडेँ हैन यो चाहिँ दरबाङ बजार हो है यहाँ चाहिँ लास्टै साङ्लो गयो दरबाङ बजार चाहिँ मेरो गाडी चाहिँ यहाँ नअट्ने घर माथि राखेको छु क्या मेरो गाडी उहाँ छ उहाँ माथि राखेको छु होइन अब म चाहिँ खाना खाएर चाहिँ अब हिँडेको है अब गाडीमा गएर अब यहाँबाट 5 किलोमिटर भनेको हेरौँ कस्तो हुन्छ ल गाइस बाटो लास्ट साङ्लो रहेछ यहाँ बजारमा चाहिँ अलिक त्यही त हो गाउँघरको बजार पहिला अब साङ्लो बनाइहालेँ पछि गाडी धेरै भयो त्यही हो जस्तो भयो ल त गाइस है